मर्निङ गाइज वेलकम माई युट्युब च्यानल। मेरो सानो मिनी भ्लगमा तपाईँहरूलाई स्वागत छ सबैजनालाई। यो चाहिँ आज दुधकोसीको भिडियो लिँदैछु है साथीहरू, देख्न सक्नुहुन्छ। आज धेरै ठुलो दुधकोसी आएको, फर्स्ट टाइम 2083 सालको फर्स्ट टाइम दुधकोसी बाढी आएको साथीहरू, देख्न सक्नुहुन्छ। ल हेर्नुहोस्, दुधकोसी बाढी आएको अहिले घट्ने क्रममा छ। उता ठोट्ने खोला पनि छ, ठोट्ने खोला आइरहेछ, देख्न सक्नुहुन्छ। यो चाहिँ दुधकोसीको पुल है साथीहरू, रौबुवा बजारको पुल हो, खोटाङ। तपाईँहरू कहाँ भन्नुहुन्छ, खोटाङ हो यो। ल त्यसै गरी तपाईँ सबै हेर्नुहुन्छ है, मैले सर्ट भिडियो पनि हालेको छु फेसबुकमा, टिकटकमा। मेरो वाइटी च्यानल चाहिँ रौबुवा बजार छ है साथीहरू, तपाईँहरू सब्सक्राइब गरिदिनु होला। तर मेरो भिडियोहरू अब तपाईँहरूलाई कस्तो लाग्छ, इन्टरटेनमेन्ट लाग्छ लाग्दैन, कस्तो लाग्छ भनिदिनु होला, प्रतिक्रिया दिनु होला। म भिडियोहरू चाहिँ बनाउनु गइरहेको छु होइन। मैले तपाईँहरूलाई बेली ब्रिज यहाँ बन्दै गरेको छ, सबै डुबान भएको छ होइन। त्यो ठाउँहरू म तपाईँहरूलाई सर्ट भिडियोमा हालिसकेको छु। तपाईँहरू मेरो सर्ट भिडियोमा गएर पनि हेर्न सक्नुहुन्छ है। सर्ट भिडियोमा छ है त्यो सबै, धेरै माथि हेर्नु त यो। ल हेर्नुहोस्, बेली ब्रिज काम चाहिँ माथि भइरहेको थियो, अहिले सबै सामान डुबाउनु भइरहेको थियो। अहिले पानी घटेर एकदम पहिलाको अवस्थामा आउनु लागिसकेको छ है त। यतापट्टि चाहिँ हाम्रो रौबुवा बजार है साथीहरू, रौबुवा बजार हो। यतापट्टि धेरै जुम भयो, धेरै जुम भएछ। यो चाहिँ रौबुवा बजार है साथीहरू, ल देख्न सक्नुहुन्छ। दुधकोसी बाढी आउन स्टार्ट भइसकेको छ साथीहरू। ल हेर्नुहोस्, यस्तो छ अवस्था। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो साथीहरू। कस्तो लाग्यो त मेरो भिडियो, लास्टमा आयो क्या।